समय भएको छैन, अहिले समय भएको छैन। त्यो समयमा ढुङ्गा पनि बोल्ला। हेर्दै जाउँ। लेट अस वेट, ह्याभ सम पेशेन्स। अब समय आयो। भग्ने होइन कति लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ। ए भाइ एकवटा बिहान पनि चुरोट, बेलुका पनि चुरोट, बाटो हिँड्दा चुरोट, चुरोटै चुरोट। जुत्ता पनि हो होइन, यो होइन क्या, ऊ त्यो तपाईँहरू मिलेर पैसा खाएर आयो काङ्ग्रेसबाट, तपाईँहरू मिलेर पैसा खाएर आयो काङ्ग्रेसबाट, ऊ देश क्रियापट्टि भवन खत्तम। बङ्गलादेश त के थियो र बङ्गलादेशमा खाने पाएको छैन, हाम्रो नेपालमा जति खान्छ खाओ न ल। तपाईँहरू खान पाएको हो कि होइन? भोक लागेको छ कि छैन? के खानुभयो तपाईँहरूले? ए फलफुल आएको, हामीले फलफुल ल्याएर खुवाइदियो केटा। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। तपाईले बुझ्नु भएको छ के भइरहेछ? एकदम यहाँ राजा ल्याउने प्रक्रिया भइरहेछ होइन। हामी चाहिँ आइरहेछौँ स्कुलबाट, सिधै घर नभई स्कुल छोडेर आएछौँ। म एकदम छोरा एकदिन आम जनताको छोराछोरीले पढ्न पाओस् भनेर गणतन्त्र ल्याएको होइन हो। एकदम स्कुल छोडेर राजा हो भन्ने होइन। तँ पनि टेस्टिङ चिज हाल्नु होला। हामी हेरेको हेरे, हामी हेरेको हेरे, हामी हेरेको हेरे। एउटा मात्रै पोइन्ट भनिदिनु। यहाँको नाम? मेरो कमल गुरुङ। कमल गुरुङ कहाँदेखि आउनु भएको? हो धादिङ जिल्ला। आन्दोलनकै लागि आउनु? आन्दोलनको लागि आऊ। म एउटा मात्रै कुरा भन्छु सर है, मैले चाहिँ केपी र सेरे चाहिँदैन, गणतन्त्र फाल्न पाइँदैन। बजे मेरो टिका लाउनु पर्ने थियो। टिका लाउनु पर्ने थियो, ताल परे। मेरो केटी हेर्न पर्ने दिन थियो आज। केटी हेर्न पर्ने समय 2 बजी थियो, अहिले 3 बजी मेरो गयो बुझ्छु। मेसेन्जरमै हेर्नु न, मेरो बुझेछु नि, किन नबुझ्नु भाइ? अब यो देशमा राजा चाहियो हजुर। यो देशमा चाहिँ नि धेरै किन चाहियो? म त राजाकै पालामा जन्मेको। राजाले कति राम्रो गरेको थियो होइन, पुलिसमा जागिर खान पाएको थियो। अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो, जागिर नै गयो। तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त? के दादा भाइ होसै भएन। आन्दोलनमा अब के गर्नुहुन्छ? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले। अब खत्तम, बाई बाई, टाटा। माया कसम भाग्दैन, भगवान कसम भाग्दिनँ म। यिनीहरूले मलाई चिनेकै रहन्छ। मान्छे भाग्ने ठाउँै मैले देखेको छैन। म कहाँ भाग्छु? म भाग्दिनँ नि। आयो तेरो सर बाटो खालीको। असली ग्यासको बिचमा फस्यो यार, म बाँचिँदैन जस्तो छ आज त। पर्यावरण लडाइँ पनि गर्नु सक्छु भनेर पाइट लगाएर आएको। त्यसैले होइन, आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको। हाम्रो पुलिस साथीहरू रिपोर्ट बनाउँदैछन् क्या हो त? नगरौ है साथी। तपाईँहरूकै श्रीमती, तपाईँहरूकै छोराछोरी, नाति नातिना जोगाउन लागेको छ है दुर्गा प्रसाद। राजा आइसकेपछि हामी ठाउँमा पुग्यौँ भने नि यो काठमाडौँमा कहिले पनि आन्दोलन हुँदैन। के कुरा गर्नुहुन्छ? र उनीहरूको महिनाको 1 लाख तलब हुन्छ। यिनीहरूले लुटेको पैसा छ नि, त्यो ल्याएर सबै ल्याएर यिनीहरूलाई तलबमा बाँड्ने हो। यिनीहरूको वृत्ति विकास गर्ने हो होइन होला? के हो कति गनाइरहेछ? लोकतन्त्र भनेको लुटतन्त्र मचाइरहेछ। अब पहिला राजाको पालामा श्री पशुपति नारायणले के अरे नेपाली जनताको रक्षा गरोस् भनेर समाचार सुन्न पाइन्थ्यो। अहिले त बिहान उठ्दा के सुन्न पाइन्छ? 91,000 टाउकामा ऋण पुग्यो भन्छ। खत्तम। आयो तेरो सर बाटो खालीको।
एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस नै जारी गर्यो। कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ, ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु, त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ। कर्फ्यू आदेश पालना गराउन तिनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् भने कर्फ्यू राति 10 बजे सकिनेछ। अहिले पनि जडीबुटी सिनामंगल एरियामा आगलागीको खबर छ। खत्तम। अन्तिममा केही भन्दिनँ त, तपाईँबाट इन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला। अब यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला त्यसैले अब अझ पनि गणतन्त्रकै पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस्। जनताले तपाईलाई जवाफ दिन्छन्। हुइज केपी हुइज एमाले तुमसे ना हो पाएगा। अन्तिममा अब मार्ने कानुन देशमा छैन। यी नेता बुढाहरू पनि नाताले तपाईँको प्रचण्ड, ओली, देउबा सबै नाता केलायो भने तपाईँ हाम्रो आफ्नै मान्छे पर्दा रहेछन्। यिनीहरूलाई राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टर भन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ। त्यो जाउलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो। ओली, देउबा, प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा कोठा बनाएर राखौँ। नेपाली जनतालाई शनिबार 5 रुपियाँ टिकट राखिदिउँ। विदेशीहरू आयो भने, अमेरिकन इन्डियनहरू आयो भने देउबाहरूलाई 30-35 हजारको दरले तोकौँ। 5 रुपियाँ नेपालीलाई राखौँ र राज्यमा आमदानी बनाऊ। अनि त्यो उठेको पैसाले देशको सिमानामा 50 फुटको वाल लगाऊ। सबै देशमा पासपोर्ट सिस्टम लागू गरिदिउँ। गजब बेइज्जती है।